गाइज गुड मर्निङ सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। अनि आज चाहिँ म हजुरहरूको सामु उपस्थित भइसकेको छु सधैँ चाहिँ। अनि आज चाहिँ मेरो चाहिँ के को लागि ब्लग भने चाहिँ मैले फुलहरू एक छेउ राख्दैछु अनि फुलहरूको बारेमा बनाउँदैछु। अनि फुलहरू पुरा उयो भइसक्यो क्या, त्यो स्याहार नपुगेर सबै बिग्रिएछ। अनि त्यो चाहिँ एक छेउ लगाउने खालको ब्लग सानोतिनो बनाउँदैछु। सो सबैजना लास्टसम्म हेरेर माया गरिदिनु होला, धन्यवाद। मैले चाहिँ यहाँ पुरानो फुलहरू ल्याउन स्टार्ट गरिसकेको छु। यो बोराहरू चाहिँ पुरानो थियो। यहाँ चाहिँ मलहरू फिर्दैछौँ त के म फिर्दैछु आफै, यस्तो भइसक्यो नङहरू। यहाँनिर यो मलहरू फिटेर चाहिँ नयाँ पटहरू बढ्नुपर्ने हुन्छ। वेट गाइज यस्तो बिजोग भएर चाहिँ यहाँ यो सबै लगेर पर राख्नुपर्ने हुन्छ मैले। अनि चाहिँ फुल्दै गरेकोहरूलाई चाहिँ यहीँ छोडेर फुल्दै गरेकोहरूलाई चाहिँ यहीँनिर राख्नुपर्छ। अनि यो मैले सिजनदासको सिड चाहिँ यसपालि कम्ती थियो र कम्ती हालिसकेँ गाइज। यो चाहिँ हिजै गरेको हो र आज देखाउन पाइनँ। यहाँ चाहिँ पट मात्रै भर्ने हो, अनि एकैचोटि किनेर लिएर रोप्दा मात्रै देखाउँछ है गाइज। म चाहिँ सोल हाल्दैछु। सेकेन्डमा यो छ, यो त छैन। भइसकिसक्यो, अझै कति छ योहरू चाहिँ एउटै फुल थियो, कलर चेन्ज भएछ। ठुलो खालको हो नि, सबै यो ठुलो खालकोहरू हो, त्यो बिग्रेछ। हलियक्स पनि छ, तर यो हलियक्स चाहिँ 3 कलरको छ, व्हाइट, रेड, पिङ्क। जिलिया यो फुलको नाम चाहिँ थाहा छैन है मलाई। फर वाचिङ गाइज, बाई बाई। भोलि भेट्नेछौँ फेरि।